अब म यसको चाहिँ आँखा छेडेर राखेर हुन्छ होला है। तपाईँहरूले नै देख्न सक्नुहुन्छ होइन, मैले एउटा आँखा चाहिँ हेलो 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 नमस्ते साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ भ्लग चाहिँ सुरु गरिरहेछु, स्टार्ट गरिरहेछु। सो आज चाहिँ तपाईँहरूले सबैलाई होइन लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्दै, सेवाहरू भन्दै सबैले हेरिदिनु होला। संसारभरि रहनुभएको साथीभाइ आफन्तजन सबैले। अनि मेरो वर्षको कथा होइन, मेरो चाहिँ यस्तो कथा अब मैले सँगसँगै भोगिल्याएको गरिल्याएको जुन कुराहरू चाहिँ म तपाईँहरूमा चाहिँ राख्नेछु भिडियो बनाउनु। त्यहाँबाट चाहिँ अब अरू चाहिँ के भनौँ भने एकदमै एउटा कुरा चाहिँ सङ्घर्षसँग चाहिँ एकदमै होइन युद्ध लड्दा चाहिँ एकदमै वाक्क भइसक्यो नि त। लड्दा कतिसम्म लड्नु। सो अब चाहिँ होइन लड्दा अब उमेरले पनि समयले पनि झन्डै अब 4 भागमा 3 भाग जस्तो भइसक्यो आफ्नो उमेर पनि। सो अब चाहिँ अब हाँस्ने खेल्ने रमाउने नाच्ने यस्तै उद्देश्य लिएर चाहिँ ब्लग सुरु गरेको छु। साथीहरू सबैले सेयर गरिदिनु होला। अनि साथमा मेरो सानो नातिनी पनि छ, यता दिनुहोस् आउनु हो सेवाहरू भनिदिनु न। सेवाहरू सबैजनालाई बोजू नातिनीको तर्फबाट मेरो तर्फबाट पनि सेवाहरू। म चाहिँ ग्रेस पङदाक अनि आफ्नै कल्चर नाम चाहिँ मेमजिमा पङदाक है। अनि म चाहिँ बोजूलाई साथ दिइरहेछु। बोजू र मेरो भिडियो धेरैले लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् भन्नु न ल साथीहरू। मेरो सानो नातिनी छ, अहिले चाहिँ 5 पुरा र 6 महिना राउन्डमा चाहिँ हिँडिरहेछ होइन। यस्तो हो सङ्घर्षकै कुरा आउँछ होइन। सङ्घर्षसँग लड्दै सानो नातिनी पनि ल्याइ पुऱ्याए। बोजू नातिनीको पनि हेर्नु सक्नुहुनेछ भिडियोहरू। ठुलो हुँदै अहिले सानो चाहिँ 6 महिनाको होइन, 6 महिना हुँदै 6 वर्ष हुँदै होइन। अनि ठुली हुँदा चाहिँ कस्तो के हुँदो रहेछ त हाम्रो ग्रेस मेमजिमा पाउँदा होइन। ह्याप्पी छ। हेलो भन्नु न। हेलो फ्रेन्डहरू, हेलो क्याच गर्नु खोजिरहेछ बत्ती ल कति मिनट आउँ त अरे। अनि अर्को कुरा चाहिँ साथीहरू म एउटा के भन्नु, यो चाहिँ होइन उयो ब्लग सुरु गर्दै चाहिँ मैले अब एउटा कुरा विस गर्छु होइन। तपाईँहरूले धेरै साथ दिनुहुन्छ भन्ने आशा राखेको छु। यो चाहिँ अस्ति नै ब्लग बनाउने कुरा त भइरहेको थियो। अनि एक दिन मेरो छोरीले चाहिँ होइन यो उसको टाउकेले होइन हेडसेपले चाहिँ घुम्न गएको थियो उता जापानतिर होइन। अनि फर्केर आउँदा चाहिँ गिफ्ट ल्याइदिएको। अनि के चाहिँ रहेछ भनेर अब भन्दा चाहिँ यो चाहिँ अब अरूलाई कसैलाई साथीहरू अब जापानमा हुने आफन्त या साथीहरूलाई पनि थाहा हुनसक्छ होइन। यो चाहिँ विस गर्नुपर्ने माग्नुपर्ने आफ्नो इच्छा पुरा हुने कुरा अरे भनेर चाहिँ भनेको छन्। आई डोन्ट नो, मलाई पनि थाहा छैन जे छ नि। र मम्मी तपाईँले एउटा चुज गर्नु विस गर्नु भनेको छ। अनि म विस गर्दैछु यसलाई चाहिँ। यसको टाइम चाहिँ म जम्मा 5 वर्ष राख्नेछु होइन। 5 वर्ष यसको चाहिँ एउटा आँखा चाहिँ छेड्नुपर्छ अरे होइन। अनि अहिले नै छेड्ने। अनि जुन हामीले सम्झेको विस गरेको आफ्नो मनो इच्छा पुरा के चाहिँ अब माग्ने विचार छ त्यसलाई चाहिँ अब त्यो पुरा भएपछि चाहिँ अर्को आँखा पनि छेड्नु पर्ने अरे।
सो आज चाहिँ म यो एउटा आँखा चाहिँ छेडेर राख्नेछु। कति समयमा, कति महिना, कति वर्षमा, 5 वर्षको राख्नेछु होइन। त्योभन्दा अगाडि पनि मैले मेरो इच्छा पुरा हुन्छ कि भयो भने म छिट्टै नै यसको रिजल्ट सुनाउने छु तपाईँहरूलाई। तपाईँहरूले लाइक सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला मित्रहरू होइन। अनि आज चाहिँ म सुरुचोटि हो, सबैभन्दा सुरुचोटि यो चाहिँ यो अनलाइनमा आइरहेको छु होइन। सबैले फेरि पनि सेवाहरू गर्न चाहन्छु। अनि अब म यसको चाहिँ आँखा छेडेर राख्छु। फेरि पनि म अर्को भिडियोमा आउनेछु। सेवाहरू बोजू नातिनीको तर्फ हेर्नुपर्छ, देखाउनुपर्छ। ल हामी छेड्दैछौँ होइन, बेबीले पनि पक्रिने हुन्छ। अनि क्याच गर, होल्ड गर, मलाई हेल्प गर्नुपर्छ ल। एभ्रिथिङ एभ्री टाइम। ल खै यसको चाहिँ म पक्रिदिउँ त बेबी होइन। ल अलिक छेडेर हुन्छ होला है, अलिक हार्ड रहेछ नि त। अनि कि मम्मी कालो थियो त कि कालो हो त? कालो होइन हौ, सेतो नै हो आँखा त। छेडिसक्यो त अब त्यो भित्र यतिको भए हुन्छ होइन। तपाईँहरूले नै देख्नु सक्नुहुन्छ होइन। मैले एउटा आँखा चाहिँ फुटाइदिएको छु भनेर। होला अब यसले एकदम सुरक्षित साथले राख्नुपर्छ है। बाई बाई भन्नुहोस् न, बाई भन्नुहोस् न, बाई बाई। सबैले लाइक सब्सक्राइब गरिदिनुहोस् ल। सक्यो।